साँझ पर्दै जाँदा दरबार सङ्गीतले गुन्जिन्छ। सुन्दर पोसाकमा सुसज्जित नर्तक नर्तकीहरूले महारानी र जङ्गबहादुरको अगाडि आकर्षक नृत्य प्रस्तुत गर्छन्। वातावरण रमाइलो र उत्सवमय बनेको छ। जङ्गबहादुर नृत्यमा पूर्ण रूपमा तल्लीन हुन्छन्। नृत्यले उनलाई अत्यन्त प्रभावित पार्छ। उनी खुसी हुँदै आफ्नो साथमा रहेका सुनका सिक्का नर्तकीहरूतर्फ छर्छन्। सिक्का भुइँमा झर्छन्। नर्तकीहरू एकछिन अचम्ममा पर्छन्। के गर्ने भन्ने अन्योलमा एकअर्कालाई हेर्छन्। जङ्गबहादुर मुस्कुराउँदै आदेश दिन्छन्, टिप टिप। नर्तकीहरूले शब्द नबुझे पनि भाव बुझ्छन् र दोहोर्याउँछन्, टिप टिप, र खुसीका साथ सिक्काहरू सङ्कलन गर्न थाल्छन्। त्यही खुसी र प्रशंसाको क्षणबाट टिप शब्द सेवाको बदलामा दिइने पुरस्कारको अर्थमा प्रयोग हुन थाल्यो भन्ने मान्यता फैलिन्छ। समयसँग यो शब्द राजदरबारबाट होटेल, भोजनालय र आतिथ्य क्षेत्रमा पुगेर संसारभर प्रचलित भयो। एउटा सानो शब्दले ठुलो कथा बोकेर यात्रा सुरु गर्यो। के तपाईहरूलाई थाहा थियो यो कुरा? कस्तो लाग्यो हाम्रो कथा? कमेन्ट गर्नुहोला, फलो गर्न नभुल्नुहोला। धन्यवाद। हरेक दिन नयाँ कथा सुन्न इच्छुक हुनुहुन्छ भने फलो, लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला। तपाईको साथले हामीलाई नयाँ कथा ल्याउन प्रेरणा मिल्छ। धन्यवाद।